दर्शकबिन अहिले भने हामी नागाल्यान्डमा आएका छौँ र हाम्रो पछाडि तपाईँहरू देख्न सक्नुहुन्छ यो पुरै लब्बडको गाँस हो। यो लब्बडबाट चाहिँ टायरहरूदेखि लिएर सम्पूर्ण प्लास्टिक आइटम सामग्रीहरू तयार हुन्छ र कसरी तयार हुन्छ हामी सबै देखाउनेछौँ। हामी बिच एकजना हाम्रो दाजु हुनुहुन्छ र उहाँ पनि गोर्खाली हुनुहुन्छ र यो नागाल्यान्ड जस्तो जग्गामा उहाँले चाहिँ यसरी यो लब्बडको बिजनेस गरेर र टोटल कन्ट्र्याक्टमा लिएर यसरी बस्नु भएको छ र उहाँबाटै हामी बुझ्नेछौँ के कसरी बनिन्छ यो लब्बड र कतिको इन्कम हुन्छ यो लब्बड खेती गर्दाखेरि। र सर्वप्रथम स्वागत छ हजुरलाई। नमस्ते। र हजुरको नाम? मेरो जितेन विश्वकर्मा हो। र कति साल भयो हजुरले यो लब्बडको यस्तो खालको बिजनेस गर्नुभएको? मैले लगभग 2018बाट सुरु गरेको। हजुर। र अहिले फिलहाल भयो 7-8 साल। हजुर। र यस्तै गर्छु म अब लब्बडको काम हैन, कन्ट्र्याक्टमा गर्छु म। हजुर हजुर। अनि त यस्तै हो, अब यो बिजनेस जस्तै हो हामीहरूको लागि, अब हाम्रो परिवारको लागि। हजुर। र यस्तै गरिन्छ, अब यो लब्बड गरिन्छ, काम गरिन्छ। अब कति बिघा जति छ होला यहाँ लब्बड चाहिँ? लगभग तपाईँले लगभग यहाँ 30 पुरा भनिन्छ अब यहाँ चाहिँ नागाल्यान्डमा चाहिँ। हजुर। अब बिघा चाहिँ कति होला अब त्यो त अब क्याल्कुलेट गर्नुपर्छ। 30 पुरा नि। र इन्कम चाहिँ कति जति हुन्छ होला यसरी? अलिकति इन्कम चाहिँ कति जति हुन्छ होला यसै यो लब्बडमा महिनामा जस्तो कि अब कति लाख जति छ? इन्कम छ, कमाउनेहरूलाई पनि छ, अब ठिका गर्नेहरूलाई पनि छ। त्यस्तै अब लगभग मालिकलाई दिइओरी अब उनीहरूको उसको हजुर तिराइओरी लगभग 1-1.5 लाख इन्कम हुन्छ आरामले नै। आरामले हुन्छ। हजुर। र राम्रो छ काम गर्नलाई। अब मालिकको यो सुन्नु परेन त्यसमा। अब आफूले चलाइन्छ, मान्छे लगाइन्छ, हाजिरा महिना ठिका त्यस्तो दिन्छ। हजुर। अनि त्यो हिसाबले काम गरिन्छ। र तपाईँहरूलाई हामी सम्पूर्ण भिडियो देखाउनेछु कसरी के लब्बड बनिन्छ। र अहिले चाहिँ तपाईँ बताइदिनुहोस् जस्तो कि लब्बड पहिले चाहिँ फिल्टर भएर केमा जान्छ, कस्तो खालको बनिन्छ? मतलब अब हामीहरूले त काले गरिन्छ, काले गरे पछाडि अब हामीले बनाएर सुकाएर उगारेर अब त्यसलाई कम्पनीमा पठाइन्छ। हजुर। फ्याक्ट्रीहरूमा जान्छ, त्यहाँबाट अब त्यहाँ जस्तो कि टायर, हजुर, ट्युब, अब ठुल्ठुलो सामानहरू, प्लास्टिकको सामान, अब बाल्टिङहरू के हुन्छ सब कुछ अब यसले बनिन्छ। सबै यसले बनिन्छ। त यस्तो हुन्छ लब्बडको काम चाहिँ। अब र यहाँ कतिजना तपाईँले काममा लगाउनु भएको छ मान्छेलाई चाहिँ अहिले चाहिँ? अहिले लगभग फिलहाल 30 पुरा माटोमा 20 जना जति छन् लेबरहरू। लेबरहरू चाहिँ 20 जना जति छन्। अनि त्यसमा लगभग उनीहरूले पनि कमाउँछन्, आफूले पनि अलिअलि कमाइन्छ। अब मालिकलाई पनि त्यही हो, दिनु पर्यो ट्याक्स हिसाबमा। हजुर हजुर। त्यस्तै हुन्छ। धन्यवाद। र हामी सम्पूर्ण भिडियो तपाईँहरूलाई देखाउने छौँ। यो भिडियोलाई सेयर गरिदिनु होला र यहाँ दाइको हौसला बढाइदिनु होला कि यति टाढा जब नागाल्यान्ड जस्तो जग्गामा आएर पनि उहाँले चाहिँ यसरी आफ्नो बिजनेस गरिरहनु भएको छ। यसरी कन्ट्र्याक्टमा लिएर सालमा यति मतलब कन्ट्र्याक्ट हिसाबमा लिएर चाहिँ बिजनेस चलाइरहनु भएको छ। र यो भिडियो सम्पूर्णमा सेयर गरिदिनु होला है त। नमस्कार।